नमस्कार गाइस, तपाईँहरूलाई स्वागत छ मेरो यो युट्युब च्यानल बिटु गेमरमा। र भिडियो सुरु गर्नुभन्दा पहिले चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न र लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला। आजको यो भिडियो चाहिँ विशेष गरी नेपाल र विश्वभर पर्वतारोही समुदायका लागि अत्यन्त दुःखद खबर रहेको छ। आजको यो भिडियो चाहिँ विशेष गरी निर्मल पूजा अर्थात् निम्सदाईको हालसालै पाकिस्तानमा रहेको ब्रुड पिक हिमालय चढ्दै गर्ने क्रममा हिम पहिरोका कारण निधन भएकाले आजको यो विषयमा हामी आज कुरा गर्नेछौँ। निर्मल पूजा को हुनुहुन्थ्यो? उहाँ चाहिँ नेपालका प्रख्यात पर्वतारोहीमध्ये एक हुनुहुन्थ्यो। निर्मल पूजालाई निम्सदाईले पनि चिनिने गरिन्छ। उहाँको जन्म चाहिँ सन् 1983 मा भएको थियो। उहाँको करियरको सुरुवात चाहिँ सर्वप्रथम उहाँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो। आर्मीको करियरमा सफलता पाइसकेपछि उहाँले चाहिँ पछि पर्वतारोही बन्न इच्छा राख्नुभयो, जसका कारण सन् 2019 मा प्रोजेक्ट पोसिबल नामक एक आयोजनामा उहाँले चाहिँ विश्वमा रहेका 8000 भन्दा अग्ला हिमालहरू कम समय लगाएर 6 दिन लगाएर चढेका कारणले उहाँले चाहिँ गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गर्न सक्नुभयो। उहाँले गर्दा चाहिँ नेपालको शिर पनि उच्च भएको छ। उहाँका कारण चाहिँ नेपाल विशेष हामी चिनेको छ। उहाँको जीवनमा आधारित 14 पिक्स अर्थात् नथिङ इज इम्पोसिबल नामक एउटा डकुमेन्ट्रीले गर्दा विश्वमा हजारौँ लाखौँ व्यक्तिहरूलाई प्रेरणा मिलिरहेको छ। प्रेरणा प्राप्त गरिरहेका छन् हजारौँ लाखौँ व्यक्तिहरूले। आखिर ब्रुड पिकमा के भएको थियो? समाचारका अनुसार ब्रुड पिकमा के भएको थियो? आखिर समाचारका अनुसार पाकिस्तानमा रहेको ब्रुड पिकमा हिम पहिरोको कारण पर्वतारोही कठिन अवस्थामा परेका थिए, जहाँ चाहिँ उच्च उचाइ, अत्याधिक चिसो र खराब मौसमका कारण त्यहाँ हिमपात आएर पर्वतारोहीको निधन भएको थियो। त्यो अवस्थापछि पनि रेस्क्यु मेम्बर्सहरूलाई चाहिँ उद्धार गर्न चाहिँ अलिक कठिन भइरहेको थियो, किनभने दुर्गम स्थल चिसो मौसमका कारण उद्धार गर्न अलिक गाह्रो भइरहेको थियो। उहाँले चाहिँ पर्वत चढ्ने क्रममा चाहिँ कठिनाइहरूलाई चाहिँ बिर्सेर त्यागेर कठिनाइहरूको समस्याको समाधान निकालेर
मात्रै नभएर हरेक विश्वभरि गर्न सक्ने व्यक्तिहरू हामी युवाहरूले चाहिँ उहाँबाट उहाँले त्यो गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेर चाहिँ नेपालको शिर उच्च गराएर चाहिँ नेपालले विश्व सम्पन्न चिनाउनु भएको छ। उहाँले गरेको योगदान, उहाँले गरेको संस्कारहरूलाई चाहिँ आज मित्र परिवार सम्पूर्ण पर्वतारोही समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो भिडियो हजुरहरूलाई राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नु नभुल्नुहोला। टेक केयर, बाई बाई, सी यू इन नेक्स्ट भिडियो सुन।